ला हो आज पनि घर ढिलो पसाइ हुँदैछ कान्छी बम भइरहेको छ होला मार्छ आज एच जे पर्छ त्यही डर पर्छ बुढा पो त म त अहो यत्रो सिँढी चढ्नु पर्ने रहेछ हाम्रो जस्तो भयो नि त्यस्तै हुँदै जाने हो म चाहिँ ल पुग्छु होला भोलिसम्म त बलमा घर आइपुग्दै भएको छ मार्छ होला मलाई चाहिँ ए सलाम म्याडम आज त मलाई दैलोमै पो स्वागत गर्नु आउनु भइरहेको छ त तपाईँलाई नै स्वागत गर्न आएको हो सर। त्यति बेलासम्म कहाँ हुनुहुन्थ्यो? आउनुहोस् त भित्र कुरा गरौँ। साथीभाइसँग पनि रमाइलो गरेर आएको म्याडमले पनि स्वागत गर्छु भनेको छ मेरो त मजै मजा पो हुने भयो दैलो यहाँ बस ए आज त म्याडमको हातमा कुच्चो त होइन बेलन पो रहेछ त भनेपछि आज घरमा ठुलै महाभारत हुने ठिकै सोच्यौ तिमीले। रक्सी खाएर आएपछि कसको घरमा महाभारत हुँदैन? यो रक्सीले के दिएको छ तिमीलाई? के दिएको छ मलाई? ताकत दिएको छ ताकत। अनि कसलाई चाहिँ देखेको छ हौ रक्सी खाएर ताकत आएको? तैले हिटलरको नाम सुनेको छ? हौ हिटलरले रक्सी खाएर बुढी कुट्न थालेको संसार कुट्न भ्याए कि भ्याएन? अब यही रक्सी खाएर म पनि तँलाई कुट्ने हो। के रे रक्सी खाएर मलाई कुट्ने रे? ए होइन होइन होइन